नेपालका अध्यक्ष कमल थापा लगायतलाई अहिले यहीँबाट गिरफ्तार गरियो भन्ने सुनेको छु। यदि त्यो सत्य हो भने म नेपाल सरकार, गृहमन्त्री अथवा यसको अहिले कमान्ड गरिराखेका प्रहरीका प्रमुख भद्रतापूर्वक मेरो आग्रह छ, तपाईहरुले कमल थापालाई यहीँ ल्याइदिनुहोस्, उहाँ लगायतका मानिसहरूलाई यहीँ ल्याइदिनुहोस्। होइन भने अब हामी अरू साथीभाइलाई पनि देशभरिबाट बोलाउँछौँ, खास लडाईँ भोलिबाट सुरु हुन्छ। हाम्रो भद्रतालाई हाम्रो कमजोरी ठान्नुहुन्छ भने अहिले मलाई पक्रेर लगे हुन्छ। अब हामी एक ठाउँ भेला भएर होइन 50 ठाउँबाट निस्किन्छौँ। कहाँ रोक्नु? त्यो प्रचण्ड आउँदै गर्दा मैले केही प्रश्न सोध्न खोजेको थिएँ। मलाई समातेर कोठाभित्र लगेर घोप्टो पारेर कुटिएको छ। मेरो मोबाइल खोसिएको छ, त्यहाँ मेरो माइकहरू केही पनि छैन, क्यामेराको